यो गाइज अहिले चाहिँ हामी जाँदैछ बिहान गान्तोक आइदा र मेरो पनि एक दुईवटा काम छ, त्यही भएर बिहानै निक्लेको, निन्द्रामै छु। मेन कुरा चाहिँ के हो भने मेरो स्कुटीको अगाडि पुलिस पछाडि पुलिस लेखिरहेको छ, गान्तोकमा दिँदैन चलाउनु। अब म मेटाउँछु त्यसलाई। मैले झन् यहाँ डाला भनेको दा छिटो आउनु ल, पुलिस मेटाउनु पर्छ ल भनेको कि यहाँ अम्बो सक्दैछ भने पछाडि त अगाडि मात्रै साह्रो छ। अब चाहिँ हामी हिँडेको यहाँबाट होइन, कतिखेर कहाँ पुग्छ थाहा छैन। अब जहाँ जहाँबाट लान्छ साइड दाले त्यहीँबाट म देखाउँछु। चाबी बिना के गर्दैछ त्यहाँ उयोबाट छ, त्यहीँबाट अर्को पालि दुःख पाउँदैन। अब हामी जाँदैछ यता मनसङ भएर टक्कै ओह्रालो झरेर रङ्पू झरेर त्यो भएर सिङताम भएर रानीपुल भएर गान्तोक। अर्ली इन द मर्निङ बेल आइपुग्न आँटेको अवस्था हामी। र तपाईँले त म्यागी खाएर आयो होला हो, बर्गर खाएर आयो होला, तातो सुप अम्बो तातो बर्गर खाइदिनु आएको होला। अब हामी आइपुगेको अवस्था 16 माइल होइन, काहीँ नबसिकन ड्याङ आएकै छ जिन्दगीमा। जहाँ काहीँ भेटेर बसेर चाहिँ चिया खानुपर्छ एउटा जग्गा ल, तल उयो छिरिहालौँ पहिला। यहाँदेखि चाहिँ जान्छ हामी रङ्पुपट्टि। यो चाहिँ मेरो फेभरेट एरिया हो, फेभरेट एरिया। हजुर कञ्चनको बाटो, यो चाहिँ मेरो फेभरेट एरिया है, फेभरेट एरिया हो। यता चाहिँ यस्तो डेन्जर चिसो रहेछ कि हिउँ पर्ला जस्तो भइरहेको छ। जाडो कतिको लाग्यो त? जाडो खतरा भइरहेछ नि, अब भन्नु सक्छ नि जिन्दगीमा। जाडो चिसो एक दिन देउसीमा बिहान घाम देखेको थिएँ, अन्त आज बिहान घाम देखेँ मैले। नभए 1-2 बजीसम्म सुत्ने मान्छे। ब्रेक नभएको स्कुटी लाँदैछ हामी गान्तोक, ब्रेक नभएको स्कुटी। किनभने मैले नकसेको, म जबरजस्ती हो नि त। म आई वान्ट प्रब्लम, आई डोन्ट वान्ट पिस, आई वान्ट प्रब्लम। आम्बो आज त हाम्रो राइडर यता छ, हेलमेट दामी छ त्यो। अम्बो दामी डाँडा आइपुग्यो हामी, मनसङ डाँडा आइपुग्यो, मनसङ डाँडा। अम्बो दामी है त। ब्रेक कस्नु न अलिकति। हामी चाहिँ एकदम र हो, न ब्रेक छ न केही छ, डाइरेक्ट लाग्दिने हो। अम्बो के होला जिन्दगीमा। पुलिस मेटायो बिहान उठेर हो, 7 बजे बिहान छिटो आउने मान्छे 6 बजी हिँड्ने। दा म झन् राति टेक्स्ट गरेको त अलिक छिटो आउनु ल, पुलिस मेटाउनु पर्छ। 15 मिनट जस्तो कोटाइले कि
कला चाहिँ कला हातले गरिदिन्छ नि हात चाहिँ फेरि यस्तो हुन्छ नि त फेरि हो ब्रेक लगाइदिनु त एकपल्ट लाग्दैछ लाग्दैछ बास त्यो चाहिँ हाम्रो फेमस गोला आइपुगे फेमस गोलाइ हाम्रो कालिम्पोङ निवासीहरूको फेमस गोला हो यो चाहिँ आम्बो भ्यू लभ इट अब हामी त्यो पुल पुगेर हेर्छु ल बाई बाई यहाँ चाहिँ हामी ट्याङ्के ड्याङ यहाँ चाहिँ हामी ल्यान्डो चकमा चाहिँ ट्याङ्के ड्याङ्गे खाजा हो रेड्डे हुन्छ हमेसा अन द स्पोट कहाँदेखि के भयो भयो के भयो अचानक हेर्नु यहाँ भात पो अगाडि आइपुग्यो धन्यवाद छ तपाईँलाई किन अब भात आलु चिया तिमीहरू आउनु नै सबभन्दा ठुलो कुरा यो जग्गा चाहिँ दामी लाग्छ मलाई सेन्टिस लाग्छ बाटाको कस्तो लाग्छ यो बाटो चाहिँ वेलकम टु रङपुर यो दामी बनाएको सिक्किम पर यहाँ पनि बाटो त हेभी डेन्जर भइसक्यो उताबाट ठुलो अब चाहिँ हामी जान्छौँ सिधा यता गयो भने चाहिँ जान्छ नाम्चीहरू तिमी ताप अब हामी जान्छ गान्तोक यहाँ चाहिँ हामी जिन्दगीमा कहाँको टनल हो साथी हो गेस गर्नुहोस् ल साथी हो साथी हो यो चाहिँ मेरो पहिला बेलुका यहाँ हुँदा चाहिँ म घुम्न आउँथेँ भेला एक्लै सोलो राइड अब अँधेरा आयो अँधेराबाट उज्यालै उज्यालो हुन्छ साथी यस्तो डेन्जर धुलो उठ्छ कि भित्र है अम्बो घुम्सेर यस्तो डेन्जर थाकिसक्यो कि आज त बिहानै उठेर होला कि म त झन् यति थाक्यो यति डेन्जर थाक्यो आज यति डेन्जर म चाहिँ थाकेँ पानी छ म त पानी छ अहिले त मलाई वार्मअप हुँदैछ वार्मअप किनभने मलाई राति घुम्ने बानी हो वार्मअप गरेर अम्बो म त धेरै महिनामा आइपुगेँ दा यो एरियाहरू त म कस्तो कस्तो यो रेस्टुरेन्टदेखि सबैमा खाएको छु यहाँ भएको रेस्टुरेन्टमा हाम्रो म्यानेजर एउटा हात बाँधेर बसिरहेको छ डर पो लाग्यो ड्युटी गएको जस्तो फिल भयो मलाई त अम्बो म त ड्युटी गएको कस्तो लाग्यो गान्तोक आउँदाखेरि त मुटु ढुक 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 भयो मेरो त गाइस म चाहिँ मेफेयर आइपुगेको छु अहिले एकछिनतिर आउँछु मेरो डकुमेन्ट्स लिनु तर भित्र जानु दिन्छ दिँदैन मलाई थाहा छैन बिकज आई वाज अ क्रिमिनल अहिले एकछिनतिर आउँछु म मेफेयर यहीँ छ मेफेयर हो अहिले आउँछु जानु दिन्छ कि दिँदैन हेरौँ अब हामी जाँदैछ फेरि उकालो गान्तोक
दामी लाग्छ यो एरिया चाहिँ के भएको पहिलादेखिको दामी लाग्छ यो एरिया चाहिँ सबै गान्तोक देख्ने भएर होला जामको जाम थियो भाइ जामको मैले देखिनँ देखेँ चिन्थ्यो होला जामको जाम This is not Gantok, this is Jamtok. Jamtok. अहिले चाहिँ हामी आइपुगेको छ बटरफ्लाई तर छैन बटरफ्लाई उड्यो माथि के हो यहाँ स्कुटी हो ऊ अगाडि दिइहालेछ प्लाङमै पड्काइदिइहालेछ हो अब दशा लागेन त्यो केटाको भन्दै होला बिहान कसको मुख हेरेर आएछु भन्थ्यो होला गरम भएको अवस्था यो ब्ल्याङ्केट जस्तो ज्याकेट लगाइन आएको बिहान जाडोमा हो अहिले कतिको भयो अहिले यहाँ त म उम्लिँदैछु अरे नुन र हल्दी हाल्यो भने त दामी सब्जी बनिन्छ नि बुझ्नु होला नि साथी दुई खेप गर्छु तर पनि भएको छैन अब थर्डमा चाहिँ म हिँड्दिन्छु साथी कन्फर्म हो साथी ह्याप्पी नादिँदैछ नि आम्बो यस्तो जग्गामा नादिँदैछ कि ह्याप्पी नादिँदैछ म फेरि क्यामेराम्यान आम्बो यी झोला सोला सबै यता फ्याँकिदिएँ अहिले मिलेको थियो अम्बो एमजी मागमा नाच्दै थियो मान्छेहरूको बिचमा भयङ्कर एमजी मागमा नाच्दै अब मलाई लाज लाग्छ यस्तो होइन के गर्नु डान्स त गर्छु तर अब स्टेजमा एन्ड यु डोन्ट नो अबाउट एनर्जी इङ्ग्लिस म त इङ्ग्लिस बोल्ने भएछु त या वी बोथ आर भेरी इङ्ग्लिस टु मच इङ्ग्लिस मेकिङ 25 सेकेन्ड अफ रिल्स इट्स भेरी इट्स भेरी टफ द्याट लुक एट हिम कति पसिना हो यस्तो बनाइदिन्छ कि भिडियोहरू खतरा हो मान्छे खतरा अब भिडियो नाच्ने म त के नाचेको मात्रै यसले त भिडियो बनाउनु त टेन्सन भएको के होइन भिडियो बनाइदिएको अन्त अहिले कस्तो दामी भिडियो बनाइदिएको छु मैले कस्तो दामी बनाइदिएछ हिँड्नु न सिधा भित्र अब हिँड्नु न म भित्र आएँ हिँड्नु सिधै हिँड्नु पर इकोको हो यहाँ राख्नु नि त पान खानु मन छ
यहाँ मेफेलले यति नाम पनि हाल्न जान्दैन रहेछ, उल्टा उल्टा नाम हाल्दैछ। म त छोरी बनाइदिएको रहेछ यार। दाई मेरो पनि भयो काम भयो साथी छिर्नु दियो। ल साथी भेटौँ ल, कुनै दिन आउँछु म घुम्दै घुम्दै। तिमीहरू आउ नभए कालिम्पोङ, तर मलाई भेट्दैनौ। खान्न आधी आधी खाउँ न। साला 40 रुपियाँ गर्ने मात्रै किन्दैछ साला, यत्रो स्यालेरी पाएर पनि। बारम्यान हो दा, ककटेल बनाउँछ दा। बढिया बस चल रहा ल साथी भेटौँ ल। अब चाहिँ भयो, अब चाहिँ मेरो भोकहरू हरायो किनभने जानु दिएन मलाई भित्र जानु दिएन नि। गेस्ट भएर आउँछु कुन दिन म। ओ गाइस मेरो काम भयो। अब मेफेर मेरो के लेना देना छैन। मेफेरमा पान खाए के पान खायो किरिमिरी भयो। साथीले पान चाहिँ भरे कि पान नै टर्रो न टर्रो पान माते अरे पनि कस्तो भयो पान खाएको छ। अम्बो मेरो सक्यो गाइस। दिस इज माई फाइनल गुड बाई। दुईजना काम भयो। त्यो खुसी लाग्यो। सबैजना साथीहरूले इज्जत दिँदै रहेछ अहिले पनि। मलाई बिर्सेको छैन रहेछ मेरो फ्यामिलीले। अब ठुलोहरूले जेसुकै आफ्नो साथीहरूले भएको बेलामा तैँले पनि त देख्यो नि त भाइ। अम्बो मैले त हेभी दिएको नि। यो गाइस अब हामी फर्केको सक्यो काम। मेरो पनि डकुमेन्ट्स पाएँ हो। अन्त अनिसको अर्को काम पनि भइगयो। गएको काम पनि भइहाल्यो हो। अब सक्यो। फेरि हामी जान्छ दुईजना हल्लिँदै धुलो खाँदै होइन त। बाटोमा उडाइन्छ गाडीले। टाइममा चाहिँ दामी उयो हुन्थ्यो दा, फेमस थियो जग्गा यो। यो गाइस हामी यहाँबाट निक्ल्यो। कहाँबाट? सिङताम बेबी सिङताम। रेस्ट गर्नु पनि दामी भयो हो। म त भ्लग बनाउँछु हो, एडिट गर्छु। दाजु चाहिँ मुखसुख धोएर चिया खाएर उता अब त्यही हो, रिल्स हो दाजु पनि।